है हाम्रो जङ्गलको मर्निङ वाक चाहिँ। अस्ति धाप गएकै बाटो रहेछ आधीसम्म चाहिँ, अनि बिचबाट चाहिँ छुट्टिन्छ अरे बाटो। सर्टकट बाटो, सर्टकट त सर्टकट, तर अप्ठ्यारो छ। बरु यतै आरामसँग बरु यतैबाट जाने, त्यो अप्ठ्यारो भन्दा बिस्तारै जाने तर सजिलो बाटो जाने। यस्तो छ है। यो चाहिँ हाइकिङको बाटो, अनि यो चाहिँ गाडीहरू आउने बाटो, सुविधाजनक बाटो। अनि यो चाहिँ माथि धाप डाम भन्ने आएन, धाप डाम जाने बाटो यो चाहिँ। अस्ति चाहिँ हामी यो बाटो गएको, अब आज चाहिँ हामी यो बाटो जाने, सिधा स्ट्रेट जाने हो। हामी आज चाहिँ मरिचुक जाँदैछौँ। अनि के अरे अस्ति चाहिँ उकालो थियो, आज चाहिँ यस्तो छ बाटो। भक्तिले चाहिँ मलाई छोडेर गइसक्यो। अब एक्लै हिँडिरहेको छु यहाँ। आज मेरो टर्सी पनि आएको छैन, के अरे मेरो क्यामेराम्यान सानो क्यामेराम्यान आएको छैन। अब भक्तिमायाले चाहिँ छोडेर गइसक्यो। उसले त छोडेर हिँडी जान्छ उता, भरे कहाँनिर गएर एकछिन मात्रै भेट हुन्छ हाम्रो। अब बाटोमा मान्छेहरू साथीहरू भेटिहाल्छ है। म पनि आफ्नै पाराले हिँड्छु। अनि यस्तो पनि हो कि उमेरको ग्याप पनि होला, मभन्दा धेरै सानो हो नि त बहिनी भए पनि। अनि सोच मिल्दैन कि, घुम्न चाहिँ दुवैजनालाई एकदमै हिँड्न मन लाग्छ, तर हाम्रो सोच चाहिँ मिल्दैन। उमेरको ग्यापले गर्दाखेरि पनि कति कुराहरू हामीले पनि बुझ्नुपर्छ नि त। हामीले के अरे मलाई जे मनपर्छ त्यस्तै हुनुपर्छ भन्ने छैन नि त। म मेरो बच्चाहरूलाई पनि त्यस्तो दबाब चाहिँ दिन्न है। पछि उनीहरू नि कस्तो नेचरको भएर निस्किन्छ थाहा हुँदैन। अनि मलाई चाहिँ कस्तो लाग्छ भने सही यो रङ हो, यो सही हो, यो गलत हो है भनेर चाहिँ बुझाइदिने हो। तर सबैजना आफ्नो स्वभाव अनुसारले चल्छ है। म पनि मेरै स्वभाव अनुसारले चल्छु नि त। त्यसैले म अरूलाई दबाब पनि दिँदिनँ कि, मेरै बच्चा नै भए पनि। अनि गन्थन गर्दै एक्लै हिँड्नु पऱ्यो, यही पनि मिल्दैन कि। मेरो बहिनी चाहिँ कस्तो भने हात दुख्यो। मेरो बहिनी चाहिँ कस्तो भने अब यस्तो इन्जोय गर्न आएको हो। अब हुन्छ नि त्यो स्ट्रेसहरू, कामको बोझ, कति तनावहरू हुन्छ नि त। सबैलाई आफ्नो आफ्नै किसिमको तनावहरू हुन्छ नि। त्यो चिजबाट एकछिनलाई त्यो के भन्छ, एउटा त्यो मनलाई एकछिनलाई भए पनि शान्त बनाउनलाई हो नि त। रमाइलो, कसैलाई डिस्को जान मन लाग्ला, कसैलाई भन्दा पनि कहिले हाम्रो मन, हाम्रो मुड अनुसारले होइन। अनि हामी चाहिँ धेरै जसो यस्तै नेचर मनपर्ने भएर होला हामीलाई चाहिँ जङ्गलतिर आउन मन लाग्छ है। अनि नाचगान रमाइलो भन्ने पनि आफ्नो ठाउँमा छँदैछ। अनि मेरो बहिनी र मेरो नमिल्ने सोच चाहिँ के छ भने, ऊ चाहिँ कस्तो भने हामी त यहाँ नेचरसँग त्यो हुन आएको नि त, त्यही भएर आनन्दले इन्जोय गर्नु न। तपाईँ किन जङ्गलमा आउँदैन मोबाइल चलाउने, यस्तो आनन्दले यो चराहरूको आवाज सुन्नु, यो खोलाको कलकल आवाजहरू सुन्नु, यो रुखको पातहरूबाट आउँछ नि आवाज,
त्यस्तो सुन्नु इन्जोय गर्नु त्यो इन्जोयको लागि आएको हो नि हामी त। तपाईँ जहाँ पनि मोबाइल तेर्छौँ नि भनेर भन्छ के उसले चाहिँ। अनि म चाहिँ फेरि गाडी जाँदो रहेछ यतापट्टि कच्ची बाटो छ। अब एकछिन गाडीले डिस्टर्ब गर्छ होला। अनि मलाई मुकबाङ भिडियोहरू बनाउन एकदमै मनपर्छ। अनि यसरी नै मुकबाङ गर्ने बेलामा भिडियो बनाउने बेलामा मनको कुराहरू गर्छु म। आइसिनु लेन्स आइसिनु है होइन नि युट्युब मैले यतिकै सिक्दै हो क्या म चाहिँ अहिले म सिक्दैछु क्या नानी। खोल्ने चाहिँ विचारमा छु। ओके हाई लु म यहाँ भन्छु ल क्यामेरामा म युट्युब च्यानल खोल्दैछु क्या। किनभने मैले यहाँ अलरेडी 3 जना सब्सक्राइबर भेटाइसकेँ होइन। 3 जना अलरेडी भेटाइसकेँ। अनि म युट्युब च्यानल खोल्दैछु। अनि उठाले भयो ना यति माया गर्ने बहिनी तपाईँले तपस्या गरेको त होला नि त। पुरै बाटो यस्तो छ। अनि अफरोड चाहिँ अफरोड छ तर पनि पुरै मोटर गाडीको बाटो छ। अनि आरामसँग आनन्दसँग हिँडिरहेको छ है। थकाइ पनि लाग्छ छैन। उकालो छैन नि त। अघि एकछिन तल चाहिँ उकालो थियो सुन्दरी जलको त्यो उसबाट माथि चाहिँ। अहिले चाहिँ उकालोबाटै देख्दैन। अनि अलिकति आफूलाई कष्ट दिएर हिँड्न मनपर्ने भएर होला नि। थकाइ नलागेको भएर हाइकिङ आएको फिलै भएको छैन। अनि यस्तै छ है। यस्तै त हो नि जिन्दगी। कहिले उकाली कहिले ओह्राली कहिले घाम कहिले छाया। अहिले शीतल छ। कहिले पानी कहिले हावाहुरी। यस्तै हो जिन्दगी। यस्तै मलाई चाहिँ यो भिडियो चाहिँ अनेस्टली भन्नुपर्दा होइन भिडियो चाहिँ मलाई एकदमै बनाउनु मन लाग्छ। तर मलाई आउँदैन कि बनाउन चाहिँ। अनि यो मैले यो मेरो लागि म आफैको लागि पनि बनाएको हो कि यो भिडियो पछिसम्मको मेमोरीको लागि। अब जिन्दगी लामो छ पनि भनिन्छ होइन। जिन्दगी त लामो छ तर छोटो पनि हुनसक्छ नि त। कति बेला कहाँ गएर टुङ्गिन्छ थाहै हुँदैन जिन्दगी। त्यही भएर मलाई चाहिँ पल पल सबै क्षणहरू चाहिँ क्याप्चर गरेर राख्नु मन लाग्छ कि। पछि अहिलेको कुराहरूको सम्झना हामीले मेमोरीमा मात्रै राखेर यस्तो सम्झेर बस्दाको नि आनन्द त्यो छुट्टै हुन्छ। तर हामीले अब पहिला हाम्रो के अरे आमा बाहरूको पालामा होइन एउटा ब्ल्याक एन्ड व्हाइट फोटो हेरेर त्यति बेलाको ब्ल्याक एन्ड व्हाइट फोटो हेर्दाखेरि कति आनन्द लाग्छ अहिले होइन। ओहो यो बेलामा हामी यस्तो यस्तो भनेर के एउटा मिठो मेमोरी हुन्छ नि त। त्यस्तै हाम्रो पनि एउटा त्यस्तै हो कि अहिले हामीसँग त अब यो डिजिटल युग छ होइन। तर प्रयोग चाहिँ गर्न नआएर अलिक समस्या छ मलाई चाहिँ यस्तो। अनि सिक्नु छ तर सिक्न चाहिँ पाइरहेको छैन। तर सिक्छु म।
कुरा चाहिँ बोल्न पनि सिक्नु छ। अर्को कुरा बोल्न आउँदैन, भर्खर भर्खर बोल्न यसरी प्र्याक्टिस गर्दैछु है। यसरी काफल हो लु है, काफलको रुख पनि फेला पर्यो। यो चाहिँ काफल हो। काफल हो, तर काफल चाहिँ काँचो रहेछ, नपाकेको अवस्था रहेछ। यहाँ पाटेमा रहेछ रुख चाहिँ, पाकेको भए कति मिठो गरेर खानुहुन्थ्यो। ओके, अनि यस्तो पुरै नयाँ पालुवाहरू पलाएको छ नि त। यसरी रुखहरूमा पुरै नयाँ पालुवा पलाएको छ। यहाँ यही त हो नि आनन्द, यही हो आनन्द। घरमा यस्तो हावा आउँछ, साँझो मात्र आउँछ। हो नि यस्तो मिठो हावा। लु यस्तो सरर हावा, यति मिठो हावा चलेछ अहिले। यति मिठो हावा चलेछ कि शीतल, चर्को घामबाट आएको बेलामा यस्तो शीतल हावा, मिठो हावा। अब चाहिँ आइपुग्यो कि जस्तो पनि लाग्छ। ओसेलु चाहिँ भेट्यो। यहाँ मेरो टसीको याद आयो क्या। हजुर मरिचुर यतै त होला नि त, यतै होला। यो धापडाम भन्ने चाहिँ यता फेरि है, अर्सेलु छ रहेछ नि। त्यो उतापट्टि छ कि उतापट्टि हेऱ्यो तपाईँहरूले? धापडाम भनेर देखाएको छ यता त, यता होला कि? त्यसो भए यतै हो, किनभने एउटा बोर्ड छ भन्न त भन्ने थियो। अब खोज्छु म। च्यानल खोल्नु भयो होइन, अब तपाईँ हाइक गरिराख्नु खिरिराख्ने भिडियोहरू बनाइराख्ने, त्यो भिडियो सँगसँगै सानो सर्ट्सहरू क्लिप्सहरू राख्ने। अब भ्यू आएन भने त्यति छोड्नु चाहिँ भएन होइन। अब राखिराख्ने, कुन चाहिँ भिडियो भाइरल हुन्छ थाहा हुँदैन। बिस्तारै अब बिस्तारै अब भिडियो राख्दै गर्ने, ठाउँ ठाउँ गइराख्ने, नयाँ नयाँ खिरिराख्ने होइन। कुन चाहिँ भिडियो भाइरल हुन्छ त्यहाँबाट मान्छे चिन्छ बिस्तारै। अब युट्युबबाट टिकटक राख्न मिल्छ, टिकटकबाट युट्युब च्यानल सब्सक्राइब गरिदिनु, भिडियो हेरिदिनु भन्नु मिल्छ। फेसबुकतिर इन्स्टाग्रामतिर सबैतिर राख्नु मिल्छ होइन। त्यो गर्दै भाइरल हुन्छ, त्यो कन्टेन्ट क्रिएटर भनिहाल्छ नि। तपाईँ घुम्नु भएको छैन त्यस्तै अब भिडियो बनाउँदै हिँड्ने, तपाईँको अडियन्स पाइहाल्नुहुन्छ नि। त्यसरी मन पराउने मान्छे आफै आउँछ क्या, प्रोग्रेस बिस्तारै आउँछ होइन। धन्यवाद सल्लाहको लागि। मोबाइलमा बजाउनु कहाँको रे? लमजुङे डाँडैमा हावा लमजुङ हैन लमजुङ सुन्दरी जल डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर। एउटा त्यो मेरो फोन निकाले त बन्दीपुरे माया बन्दीपुरे बन्दीपुरे माया छ कि त्यही भएको नि बन्दीपुरे माया बन्दीपुर जाउँला हैन त्यो त उसको पो त के रे के भुजेल रे भाइरल के भाइरल त्यो प्रकाश भुजेल त झाँक्री होइन अर्को के अर्को प्रकाश सपुत त म प्रकाश सपुत त गाएको दर्शन सलाम नि छ दर्शन सलाम ल्याउली बनेमा समस्या त ओहो ए राम्रो ओहो ल न कुन गीत हो यो सुने हामी त यता सुन्दरी जलतिर हो मरिचु डाँडातिर ओ यस्तो गीत सुन्छ नानीहरूले हो ज्यान हालिहाल्छ ए यो गीत हेलो अलि याद भएन भोलिमा बन्दीपुरैमा
कुरै कुरैमा तर केही देखेन क्या घाम धेरै भएर ओहो यहाँ चाहिँ यस्तो डेन्जर भिड रहेछ फेरि यस्तो बिस्तारै यस्तो भिड रहेछ यहाँ चाहिँ देखेको छ कि छैन है यहाँ केही देख्दैन कि घाममा चाहिँ खिचेको छ कि छैन के पनि देखिँदैन यस्तो छ है यहाँ चाहिँ पुरै पहिरो गएको रहेछ बाटो पनि जान लागेको रहेछ यहाँ खतरा रहेछ खतरा बर्खामा चाहिँ जान्छ होला यो रमाइलो भयो है यस्तै हो अब चाहिँ आउनै लाग्यो भनेको चाहिँ आधी घन्टा भयो आउन लाग्यो भनेको चाहिँ आधी घन्टा भयो तर पनि आएको छैन फेरि हाम्रो हिँडाइ पनि त्यस्तै छ नि त हाम्रोतिर अब यस्तो सम्म बाटो नाच्दै गाउँदै नानीहरू यस्तो गीत गाउँदो रहेछ लु है मेरो आवाज चाहिँ त्यहाँ पुग्छ कि पुग्दैन मणिचुर डाँडाको यो सिँढी उक्लिँदैछु यस्तो ब्युटी अफ नेचर सबै नयाँ पालुवा यो लुङदरहरू अनि यो चिसो हावाहरू एकदमै राम्रो एकदमै जाँदैछु डाँडातिर डाँडा नै होला नि होइन मणिचुर डाँडा भनेपछि डाँडै होला नि दह भनेको म चाहिँ अहिलेसम्म डाँडा भन्दैछ लु मेरो क्यामेराम्यानको चाहिँ अघिसम्म हँसिलो थियो होइन अनुहार अनि यो क्यामेरा समातेपछि यो नाक आँखा मुख एक ठाउँमा यस्तो भएको छ तर म चाहिँ इन्जोय गरिरहेको छु होइन कहिलेकाहीँ व्यवस्था गर्नुपर्दो रहेछ कि यस्तो कुराहरूको भिडियो नि बनाउनु छ यो आवाज सुन्नुहोस् है नजिकै कराए जस्तो लाग्छ तर अलि परै हुन्छ होला मलाई देख्यो कि आवाज चेन्ज भयो तर यही छेउमै छ जस्तो लाग्ने होइन तर देखिँदैन क्या यो कराउने किरा कस्तो खालको हुन्छ होला भनेर सोचिरहेको छु होइन बुढी भइसक्यो अहिलेसम्म मैले यो किरा चाहिँ देखेको छैन यो कराउने किरा कस्तो हुन्छ भनेर मलाई एकचोटि चाहिँ हेर्न मन छ कि यो कराउने किरा कस्तो प्रकारको हुन्छ भनेर यस्तो खतरा यो हो नि त आनन्द अनि फेरि छिनमै खाम यस्तो राम्रो यस्तो ठाउँमा पनि आफूलाई बचाएर राखे आफ्नो अस्तित्व बचाइरहेछ है यिनीहरूले चाहिँ यस्तो ठाउँमा आफ्नो अस्तित्व बचाइराखेको छ कुल्चेको ठाउँहरू यहाँ त मजाले फुल फुल्दो रहेछ पायो भने त त्यहाँ हामीले कुल्चेर यस्तो नेचरले आफ्नो अस्तित्व यसरी बचाइरहेको छ कि यहाँ चाहिँ हामीहरूले यति कुल्चिँदाखेरि पनि होइन यस्तो यसरी हेर्नुहोस् त मसिनो फ्लावर देख्यो तिमीले बटरफ्लाई पनि रहेछ भोग्रेमै बटरफ्लाई हुन लागिसक्यो यो चाहिँ ब्युटी अफ नेचर हो नि त यो
यस्तो क्यामेराहरू कफी बहिनीले बनाएको अनि यो नमकिन धन्यवाद यो नमकिनको लागि चाहिँ अचार पकौडा घिउ मकै अनि वाइ चिउरा भुटेको लगभग यति नै होला होइन के भयो थ्याङ्क यू भलाइ जमानै छैन यार नाकबाट कस्तो के थाहा हुन्छ भन त आफू थेप्छु नाक्छ र मलाई हेप्छु त अरे यो भरेर लिएर दिन्छ नि भरेकै हो मैले खाइदिएको लु है यही रहेछ के अरे त्यो ठाउँको नाम कस्तो मरिचुर दह अब कहाँनिर भेटायो हामीलाई जङ्गलभित्रै यो कहाँनिर भेटायो हामी है ए उता पर्दैन मेरो भिज्यो पानीले सबै एउटा छातामा 3 जना अनि यसरी हिजो आकाश मिल्किरहेछ बहिनीहरूलाई छोडेर आएँ अब यहाँ बसेर कुर्छु म अस्ति चाहिँ यो बाटोमा हामी अन्धकार भएको थियो अँधेरो रात परेको थियो तपाईँ मात्रै म त थिएन म त उता रात परेको थियो अँधेरोमा टर्चलाइट बालेर हिँडेको यो बाटोबाट फर्किँदा घामबाट फर्किँदा चाहिँ आज मरिचुर दहबाट फर्किँदाखेरि चाहिँ पानी परेर यस्तो रमाइलो छ वातावरण जाडो पनि चिसो 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 छ अनि तातो वाइवाईको सुप खायो तातो कफीसँग अनि तातो भयो लुगा पनि पुरै भिजेको थियो नि त अघि त्यो 2 जना बाबुहरूको छातामा आएको भिजेको थिएँ अनि कपडा पनि चेन्ज गरेँ अनि अहिले चाहिँ न्यानो भएको छ यस रमाइलो भइरहेको छ अहिलेको यो वातावरण चाहिँ पानी परेर पानीमा हिँडेको एक्सपिरियन्स पनि भयो है कति राम्रो देखेको होइन त्यही त खतरा भयो कि मेरो मोबाइल भिज्यो नि छाता आफैसँग यामा यस्तो छ ऊ हाम्रो ग्रुपको भाइ बहिनीहरू अगाडि पुगिसक्यो Dia